आहा यता चाहिँ मस्त खेती रहेछ। लु तोरीहरू पाकिसके रहेछ पुरै फुलेर पनि। अब आउँदैछ नजिक नजिक। हेर्नु तल पनि यता माथि पनि। फाइनली हामी टपमा आइयो। तर प्याराग्लाइडिङ गराउनु त अझै माथि हो, तर यहाँदेखि चाहिँ भ्यू राम्रो देखिँदो रहेछ। यहाँ उड्दै हुनुहुन्छ। तल फेवाताल देख्न सक्नुहुन्छ। पर पोखरा त राम्रोसँग देखेको छैन। त यो त देखिन्छ जुम गर्दा। आहा डर लागेको छैन भन्नुपर्छ क्या उड्ने मान्छेलाई। वाह आनन्दै हुँदो रहेछ नि। अनि झर्नु पर्ने चाहिँ त्यो चौरमा तल ए उता पर पो। अब कति धेरै गिद्धहरू रहेछ क्या उडिरहेछ क्या जताततै। केबल कार देख्नु भन्न। यो होइन केबल कार पनि रहेछ यहाँ चलिरहेको छ। बल्ल ख्याल गरेँ मैले। अब यता आउँदैछ। कति आनन्द भइरह्यो होला। मस्त मस्त। मनकामनाको झल्को मेटिँदो रहेछ। लु तर उडेको यो 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 बस्नेलाई चाहिँ डर पनि लाग्दो है। लाग्छ माथि पनि उडिरहेको। ल फाइनली यही देखाउन आएको थियौँ, देखाइहाल्यो। हेर्नु होला, इन्जोय गर्नु होला हेरेर। यतादेखि अझै भ्यू पोइन्ट देखाउनै बाँकी छ। लु यतादेखि पनि